आज हेरौँ काठमाडौँको मुटुमा सेतो मच्छिन्द्रनाथको यो विशाल रथ कसरी तयार पारिन्छ। सेतो मच्छिन्द्रनाथको रथ कसरी बनाइन्छ भनेर सुनौँ है त। सेतो मच्छिन्द्रनाथको रथ साधारण रथ छैन, यो त स्वर्गको महल जस्तै देखिन्छ। यसको बनावटमा धेरै अर्थहरू लुकेका छन्। यो रथको 10 तल्लाले इन्द्र, वरुण, कुबेर, अग्नि, नैऋत्य, वायुव्य, ब्रह्मा, महादेव र नारायण जस्ता विभिन्न देवी देवताहरूको स्वर्गको दरबारलाई जनाउँछ। रथको सबैभन्दा माथि एउटा सुनौलो गजुर हुन्छ। रथका 4वटा बलिया पाङ्ग्राहरूलाई 4वटा शक्तिशाली भैरव, आकाश भैरव, श्वेत भैरव, काल भैरव र महाकाल भैरवको रूप मानिन्छ। उनीहरूले यात्राभरि रथको रक्षा गर्छन्। रथको मुख्य तल्लामा जहाँ भगवानको मूर्ति हुन्छ, त्यहाँ श्वेत तारा र आर्य तारा देवीहरूले चारै दिशाबाट पहरा दिएका हुन्छन्। हरेक वर्ष चैते दशैँ चैत्र शुक्ल अष्टमीदेखि यो विशाल रथ काठमाडौँको पुरानो गल्लीहरूमा घुमाइन्छ। यो यात्रा काठमाडौँवासीको लागि एउटा ठुलो उत्सव हो। पहिलो दिनमा जमलदेखि असनमा रथयात्रा हुन्छ। जमलबाट सयौँ मानिसले रथ तानेर असन पुर्याउँछन्। असनमा रथ पुग्दा भजन कीर्तनले वातावरण रमाइलो हुन्छ। दोस्रो दिनमा भने असनदेखि हनुमान ढोका रथयात्रा हुन्छ। रथलाई पुरानो दरबार क्षेत्र हनुमान ढोकासम्म पुर्याइन्छ। त्यहाँ मानिसहरूको ठुलो भिड लाग्छ। र तेस्रो दिन हनुमान ढोकादेखि लगनमा रथयात्रा हुन्छ। रथलाई बिस्तारै लगनटोल पुर्याइन्छ। जब रथ लगन पुग्छ, त्यहाँ सेतो मच्छिन्द्रनाथकी आमाको मन्दिर र एउटा ठुलो सीमाको रूप हुन्छ। रथले त्यो मन्दिरलाई 3 पटक घुम्छ, जसले आमाप्रतिको प्रेम र सम्मान देखाउँछ। यात्राको अन्तिम दिनमा जीवित देवी कुमारीलाई पनि त्यहाँ ल्याएर भगवानको दर्शन गराइन्छ। यो जात्राले जाडोलाई बिदा गर्दै नयाँ उत्साह र वसन्त ऋतुलाई स्वागत गर्छ। उहाँको कृपाले काठमाडौँ उपत्यका सधैँ हरियाली र सुखी रहोस्। कृपया भिडियोमा लाइक र कमेन्ट गर्नुहोस्। यस्तै रमाइलो कथाहरू सुन्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी घन्टी बजाउन नबिर्सिनुहोस्।